नमस्कार तपाईहरू सम्पूर्ण साथीहरूलाई हार्दिक नमस्कार तथा न्यानो अभिवादन पनि। आजदेखि प्योर इनर्जी कम्पनीको आइपिओ बिक्री खुल्ला हुँदैछ। यस कम्पनीको आइपिओ आज बिहान 10 बजेबाट तपाईहरूले भर्न पाउनुहुनेछ। यो कम्पनीको आइपिओ परेपछि कतिमा बेच्ने, कम्पनीको वित्तीय अवस्था कस्तो छ, कसको लगानी रहेको छ, हामीलाई कति नाफा हुन सक्छ र कम्पनीको फ्युचर कस्तो रहेको छ, कति समय होल्ड गर्ने, सेकेन्डरी बजारमा हामीले कारोबार गर्दा कतिसम्म किन्न सकिन्छ, सम्पूर्ण कुराको जानकारी तपाईहरूलाई यस भिडियोमा मैले चर्चा गर्नेछु। भिडियो अन्तिमसम्म हेरिदिनु भयो भने तपाईहरूले धेरै जसो कुराहरू थाहा पाउनुहुनेछ। सबैभन्दा पहिला हामीले यस कम्पनीको बारेमा चर्चा गर्नेछौँ। यस कम्पनीको अधिकृत पुँजी भनेको 80 करोड रुपियाँ रहेको छ र उक्त पुँजीलाई प्रतियोगिता 100 रुपियाँको दरले 80 लाख थान साधारण सेयरमा विभाजन गरिएको छ। त्यसैगरी यस कम्पनीको जारी पुँजी भनेको 80 करोड नै रहेको छ। उक्त पुँजीलाई पनि प्रतियोगिता 100 रुपियाँको दरले 80 लाख थान सेयरमा विभाजन गरिएको छ र यस कम्पनीको चुक्ता पुँजी भनेको अहिले 64 लाख किता रहेको छ, अर्थात् 64 करोड रुपियाँ रहेको छ। यस कम्पनीको संस्थापक शेयर धनीको शेयर स्वामित्व भनेको चाहिँ 80% हुनेछ भने सर्वसाधारण शेयर धनीको शेयर स्वामित्व भनेको टोटलमा 20% हुनेछ। अरु बाँकी संस्थापक भनेको प्रमोटर शेयरको शेयर स्वामित्व हुनेछ। यस कम्पनीको कसको लगानी रहेको छ अब हामीले हेरौँ। यस कम्पनीमा सबैभन्दा बढी लगानी भनेको 64% अक्षय गोल्यान्डको रहेको छ। उनी यस कम्पनीको सञ्चालक अध्यक्ष पनि रहेका छन् र उनको यस कम्पनीमा 40,79,500 किता रहेको छ। सबैभन्दा धेरै हो र उनीसँग धेरै कुराको अनुभव रहेको छ। उनी प्रबन्धक सञ्चालन रिलायन्स स्पिनिङ मिल्सको हुन् भने त्यस्तै गरी सञ्चालकमा सिटी होटेल एवं प्लास्टिक इन्डस्ट्री लगायतका कम्पनीहरूमा उनी रहेका छन्। उनीसँग लामो अनुभव हामीले देख्न सक्छौँ। त्यसैगरी यस कम्पनीमा अर्को दोस्रो शेयर होल्डर धेरै भनेको रेनेरको डेभलपर्स पाली भन्ने कम्पनी हो। यस कम्पनीमा 20 लाख किता शेयर स्वामित्व हामीले देख्न सक्छौँ। यो एउटा इन्डियन कम्पनी हो यसो र इन्डियन कम्पनीको यसमा लगानी हामीले 20 लाख किता हामीले देख्न सक्छौँ जुन दिल्ली भारतमा दर्ता भएको छ। त्यसैगरी गोल्डल्यान्ड पावर भन्ने कम्पनीको चाहिँ 3 लाख किता यस कम्पनीमा शेयर स्वामित्व रहेछ र यी तीनजनाको नै यस कम्पनीमा सबैभन्दा बढी शेयर स्वामित्व रहेको छ। एउटा कम्पनी दुईजना व्यक्तिकोमा सबैभन्दा बढी शेयर स्वामित्व हामीले देख्न सक्छौँ। त्यसैगरी यस कम्पनीमा पवन कुमार गोल्डल्यान्डको जम्मा 100 किता मात्रै रहेछ। यो चाहिँ कुनै पनि कम्पनी पब्लिकमा गइसके पछाडि मिनिमम 7 जना जस्तो सञ्चालक अथवा शेयर होल्डर चाहिने भएको कारणले गर्दा पनि पवन गोल्डल्यान्डहरूले 100 किता लिएको हामीले देख्न सक्छौँ। नत्र चाहिँ लगभग त्यो 100 किता मात्रै लिने त्यही गरी नै लिएको हुनुपर्छ। जुन अक्षय गोल्डल्यान्डको बुवा पनि हुन् पवन गोल्डल्यान्ड भनेको। त्यो हिसाबले हेर्दा फ्यामिलीमा नै पब्लिक सञ्चालक पुर्याउनका लागि कम्पनीले 100 किता चाहिँ पवन गोल्डल्यान्डको नाउँमा दिएको हुनुपर्छ। त्यसैगरी वासुदेव गोल्डल्यान्डसँग पनि 100 किता छ, सुरभि गोल्डल्यान्डसँग 100 किता छ, कुमुद गोल्डल्यान्डसँग 100 किता छ, त्यसैगरी शक्ति कुमार गोल्डल्यान्डसँग पनि 100 किता छ। यी के हुन् भन्दाखेरि सबै फ्यामिली नै हुन्। यो एउटा कोरम पुर्याउनका लागि मात्र कम्पनीको 100 किता मात्र छुट्याएको रहेछ। एउटा कुरा त्यो पनि भयो। अर्को कुरा सञ्चालकमा भइसकेपछि कुनै पनि कम्पनीले राजीनामा दिएको 1 वर्ष पछाडि मात्र कन्भर्ट भइसकेपछि शेयर बेच्न पाउने हुन्छ। त्यो भएको कारणले गर्दा पनि सञ्चालनमा कम्पनीको ठुलो किता हुनेवाला चाहिँ बस्न मान्दैनन्, किन भन्दा बेच्नु पर्ने हुन्छ र 1 वर्ष अगाडि चाहिँ सञ्चालकबाट लकिङ खुल्नु अगाडि 1 वर्ष अगाडि यिनीहरूले के गर्छन् भन्दा सञ्चालकबाट राजीनामा दिन्छन्। किन भन्दाखेरि जस्तोसुकै नराम्रो कम्पनीको पनि प्रमोटर लकिङ खुलिसके पछाडि निस्कनका लागि प्रमोटरहरूले अथवा पब्लिकलाई भिराएर निस्कनका लागि चाहिँ त्यो एउटा के गर्छन्, फन्ड अपनाउँछन्। यस कम्पनीको अध्यक्ष भनेको चाहिँ अक्षय गोल्डल्यान्ड छन्। सञ्चालकहरूमा सुरभि गोल्डल्यान्ड, शक्ति कुमार गोल्डल्यान्ड, निशान्त गोयल, त्यसैगरी मयङ्क रोहिल्ला भन्ने चाहिँ रहेका छन्। यी सञ्चालकहरूमा भए अब हामीले यस कम्पनीको वित्तीय अवस्था कस्तो छ त त्यसको बारेमा पनि चर्चा गर्नेछौँ। आर्थिक वर्ष 2078-79 सालमा यस कम्पनीको बुक भ्यालु भनेको 98 रुपियाँ 30 पैसा रहेछ। यस कम्पनीको प्रतियोगिता शेयर भनेको चाहिँ इपिएस 35 पैसा रहेछ। अर्थात् यस कम्पनीको एक किता शेयरले मात्र -35 पैसा कमाउने रहेछ भने पछाडि एकदमै खत्तमै रहेछ त्यो बेला चाहिँ र कम्पनी घाटामै रहेको हामीले देख्न सक्छौँ। त्यसैगरी आर्थिक वर्ष 2079-80 सालमा आइपुग्दा कम्पनीको बुक भ्यालु 79 रुपियाँ 27 पैसा रहेको छ भने इपिएस भनेको 39 पैसा माइनसमा रहेको छ। त्यसैगरी आर्थिक वर्ष 2080-81 सालसम्म आइपुग्दा पनि कम्पनीको बुक भ्यालु 96 रुपियाँ 45 पैसा रहेको छ। अर्थात् कम्पनी घाटामै रहेको हामीले देख्न सक्छौँ, किन भन्दा यसको इपिएस पनि -2 रुपियाँ 75 पैसा रहेको छ। र यो कम्पनीले अबको आर्थिक वर्ष 2081-82 मा बल्ल नाफामा जाने प्रस्तावित गरेको रहेछ। त्यो भइसके पछाडि
83-84 मा कम्पनीले बुक भ्यालु 120 रुपियाँ पुर्याउने प्रस्तावित गरेको छ। त्यो बेला बल्ल बोनस दिन सक्ने कम्पनीको प्रस्तावितबाट हामीले थाहा पाउन सक्छौँ। र यो कम्पनीको पहिलो कारोबार भनेको तल्लो रेन्जमा भयो भने 96 रुपियाँमा हुनेछ र माथिल्लो रेन्जमा भयो भने 289 रुपियाँमा यस कम्पनीको पहिलो कारोबार हुनेछ भने तल्लो रेन्जमा भयो भने 96 मा हुनेछ। र पछिल्लो समय भएको ट्रेन्डलाई हेर्ने हो भने कुनै पनि कम्पनीको पहिलो कारोबार भनेको माथिल्लो रेन्जमा नै भएको हामीले देख्न सक्छौँ। त्यो भइसकेपछि यस कम्पनीको पहिलो कारोबार भनेको 290 हुनेछ र त्यो दिन कम्पनीमा 10% सर्किट लाग्यो भने मूल्य चाहिँ बढेर जानेछ र सर्किट त लाग्ने नै छ, किन भन्दा यस कम्पनीमा सप्लाई अलिकति हामीले कम रहेको देख्न सक्छौँ। र कम सप्लाई हुनु भनेकै कम्पनीको मूल्य बढ्नु हो। जति कम्पनीमा माग बढी हुन्छ त्यति नै सप्लाई कम हुन जान्छ र माग बढी भइसके पछाडि मूल्य बढ्नु स्वाभाविक हो। एउटा अर्थशास्त्रको नियमअनुसार पनि हामीले बुझ्न सक्छौँ। यो कम्पनीको घाटामै रहेको अवस्था भए तापनि तपाईँले ढुक्कले भर्नु होला। यस कम्पनीका दुईवटा हाइड्रो पावरमा लगानी रहेको छ। एउटा रहेको छ सौर्य पिभी विद्युत आयोजना भन्ने छ, एउटा त्यो एक छ भने अर्को सौर्य पिभी विद्युत आयोजना 2 रहेको छ। यो 10 मेगावाटका दुईवटा प्रोजेक्ट रहेका छन् र यसको प्रति मेगावाट लागत खर्च भनेको एउटाको चाहिँ 12.55 करोड छ भने अर्कोको 11.71 करोड रहेको छ। र यी दुवै कम्पनीले विद्युत उत्पादन अनुमति प्राप्त गरेको 2077 साल 9 महिना 2 गते र 2077 साल 8 महिना 29 गते रहेको हामीले देख्न सक्छौँ। र यी कम्पनीले विद्युत उत्पादन अनुमतिको बाँकी अवधि भनेको 20 वर्षभन्दा बढिरहेको छ। 20 वर्ष 11 महिना जस्तो रहेको हामीले देख्न सक्छौँ। र साधारण लगानी फिर्ता हुने अवधि एउटाको 8.12 वर्ष रहेको छ भने अर्कोको 12.42 वर्ष रहेको छ। टोटलमा डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि यसरी हामीले हेर्न सक्छौँ। र यी कम्पनीको प्रति मेगावाट लागत खर्च भने सस्तो रहेछ, किनभने अहिलेको रेसियोमा हेर्ने हो भने प्रति मेगावाट लागत खर्च 20 करोड भन्दा माथि रहेका प्रोजेक्टहरू देखिन्छ। र सामान्यतः हामीले के हेर्न सक्छौँ भने प्रति करोड लागत खर्च प्रति मेगावाट 15 करोड भन्दा तलको प्रोजेक्टलाई चाहिँ राम्रो मान्न सक्छौँ। त्यो हिसाबले हेर्दाखेरि कम्पनीको लागत धेरै कममा बनेको रहेछन् दुईटा प्रोजेक्ट र भविष्यमा यिनीहरूले प्रतिफल पनि त्यो हिसाबले दिन चाहिँ सके। र यिनमा चाहिँ मारवाडी समुदाय मध्येबाट पनि एकदमै चर्चित व्यापारीहरूको लगानी भएको कारणले गर्दा यो कम्पनीमा तपाईँले यस कम्पनीलाई प्रतियोगिता 1000 हाराहारी सजिलोसँग बेच्न सक्नुहुनेछ र 1000 भन्दा तल चाहिँ तपाईँले नफाल्दा नै उपयुक्त हुनेछ। 1000 भन्दा माथि गएपछि जहिले झर्न थाल्छ त्यही दिन बेच्नु होला, किन भन्दाखेरि कम्पनीमा अब कहिलेकाहीँ खेलाडीहरू लागिदियो भने चाहिँ मूल्य 1500-2000 पनि पुग्न सक्यो। त्यो हेरेर पनि हामीले डिसिजन लिनुपर्ने हुन्छ। कम्पनीको फ्लोर सिट हेरेर अथवा ब्रोकर एनालाइसिस गरेर हरेक कुरा हेरेर चाहिँ डिसिजन हुन्छ। यो ठ्याक्कै कति पुग्छ भन्न चाहिँ सकिँदैन, तर प्रतियोगिता 1000 भन्दा तल चाहिँ तपाईँले नबेच्नु होला, त्यति चाहिँ स्योर नै पुग्छ भनेर हामीले अनुमान गर्न सक्छौँ। र सेकेन्डरी मार्केटमा पनि यो कारोबार भइसकेपछि तपाईँले प्रतियोगिता 600 हाराहारी चाहिँ किन्न सक्नुहुनेछ। यसको सप्लाई एकदमै कम रहेको छ र सप्लाई कम हुनु भनेको कम्पनीको मूल्य बढ्नु हो। अहिलेको समयमा हामीले यसरी हेर्न सक्छौँ। र यो कम्पनीमा लगानी पनि खेलाडीहरूको रहेको छ र सप्लाई पनि कम रहेको छ। यसका फाइदाहरू भनेको त्यही नै हो। अब हामीले आइपिओको बारेमा पनि चर्चा गर्छौँ। यस कम्पनीले प्रतियोगिता रु 100 को दरले आइपिओ जारी गर्न लागेको हो र स्थानीय बासिन्दालाई 1,60,000 किता आइपिओ बाँडफाँड गरिसकेको छ भने वैदेशिक कोटामा रहेका नेपालीका लागि 1,44,000 किता यस कम्पनीले आइपिओ बाँडफाँड गरिसकेको छ। त्यसै गरी सामूहिक लगानी कोषका लागि कम्पनीले 72,000 किता छुट्याएको छ। कर्मचारीका लागि कम्पनीले 28,800 किता छुट्याएको हामीले देख्न सक्छौँ। त्यसै गरी सर्वसाधारणका लागि कम्पनीले 11,95,200 किता छुट्याएको छ। र आइपिओ बिक्री भनेको आज चैत 28 गतेदेखि तपाईँले वैशाख 2 गतेसम्म यस कम्पनीको आइपिओ भर्न सक्नुहुनेछ र आइपिओ पर्ने भनेको 1,19,520 जनालाई 10 किताको दरले आइपिओ पर्नेछ र आइपिओ भर्ने अनुमानित संख्या भनेको यस कम्पनीमा 21 लाख प्लसको रहेको हामीले देख्न सक्छौँ। 21 लाख हाराहारीले आइपिओ अहिले भर्न सक्छन्, किन भन्दा अहिले पछिल्लो समयको ट्रेन्ड हेर्ने हो भने 21 लाख हाराहारीको आइपिओ आवेदन परेको छ। अझ बढ्न पनि सक्यो र त्यतिजनाले भरे भने यस कम्पनीको हात खाली भनेको धेरैको हुनेछ, एकदम थोरैजनालाई पर्नेछ यो कम्पनी। आइपिओ बिक्री प्रबन्धक भनेको नोबेल इन्भेस्टमेन्ट ब्याङ्किङले गर्नेछ आइपिओ बिक्रीको सबै काम। र आइपिओ परे पछाडि चाहिँ बेच्न हतार नगर्नु होला र तपाईँहरूलाई पनि परोस् मेरो तर्फबाट भने शुभकामना छ। आगामी दिनमा पनि आउनेछु शेयर बजार सम्बन्धी नयाँ नयाँ जानकारीमूलक भिडियो लिएर। हेर्दै राख्नुहोला। तपाईँहरू सबैको जय होस्। नमस्कार।